यो पार्टीको सभापतिमाथि भएको अन्यायको विरुद्धबाट किनभने म कानुनको पनि विद्यार्थी हुँ, म 4 वर्ष अदालतमा काम गरेको पनि विद्यार्थी हुँ। मलाई थाहा छ कानुनको प्रयोग कसरी हुन्छ, कानुनको व्याख्या कसरी गरिनुपर्छ। किनभने म आफू फेरि कानुनको व्याख्या गलत व्याख्यामा परेर भिक्टिम बनेको व्यक्ति नै हुँ। किनभने तपाईँहरूलाई पनि मेरै विषयमा चाहिँ नभन्ने, म पनि अदालतमा गएर म पनि यो आफूलाई भएको अन्यायको विरुद्धमा अदालत पुगेर लडेको व्यक्ति हुँ। कानुनको कसरी दुरुपयोग गरिन्छ, कानुनको व्याख्या गर्दा कसरी व्यक्ति हेरेर गरिन्छ, कसरी फसाइन्छ भन्ने कुरा म राम्रोसँग जान्दछु। विद्यार्थी लको विद्यार्थी भएको हिसाबले, अदालतमा काम गरेको हिसाबले। त्यसैले मलाई के विश्वास छ भने मैले पटक धेरै कानुन विज्ञहरूसँग पनि सल्लाह गरेको छु, बुझेको छु। हाम्रो पार्टी सभालाई जुन अन्याय भएको छ त्यस्तै त्योभन्दा गम्भीर प्रकृतिको, त्योभन्दा ठुलो जनताले आँखाले देख्ने प्रकृतिको त्यही विषयमा क्राइम गर्नेहरूलाई छोडिएको छ। तल उहाँलाई फसाइएको छ। किन फसाइयो भन्दाखेरि उहाँको अदम्य साहस, उहाँप्रति जनताको विश्वास, उहाँप्रति जनताको आस्था र उहाँले छोटो समयमा सरकारमा रहँदा यो मुलुकको परिवर्तनको लागि र भ्रष्टाचार नियन्त्रण र शून्यताको लागि, सुशासनको लागि जुन कदम चाल्नुभयो, त्यो कदमबाट डगमगाएकाहरूले, त्यसबाट तर्सिएकाहरूले तानामुना बढेर फसाएका हुन्। त्यसको विरुद्ध हामी एक आवाज भएर हामी सकेसम्म हामीले छिटोभन्दा छिटो उहाँलाई त्यो ठाउँबाट चाहिँ रिहा गराउनुपर्छ, त्यहाँबाट न्याय दिलाउनुपर्छ भन्ने कुरामा म चाहिँ कन्भिन्स भएर आएको छु। त्यसैले त्यो एउटा लडाइँ त्यहाँबाट प्रारम्भ हुन्छ। म यही भन्न चाहन्छु। र आगामी दिनमा मैले यो पार्टीमा रहँदाखेरि मुलुकका सबै प्रकारका व्यथितिहरू, चाहे तपाईँको युवाले भोग्नु परेको व्यथिति होस्, चाहे शिक्षा क्षेत्रमा भोग्नु परेको व्यथिति होस्, चाहे स्वास्थ्य क्षेत्रमा भोग्नु परेको व्यथिति होस्, चाहे कृषकले कृषिमा भोग्नु परेको व्यथिति होस्, सबै प्रकारको व्यथिति हटाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जुन एजेन्डा ल्याउँछ, जुन योजना ल्याउँछ, त्यो योजनामा रहेर म काम गर्नेछु। र म के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय यो मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय घर घरमा छ। हरेक जनताको घर घरमा राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँहरूको आवश्यकता, उहाँहरूलाई परेको अन्याय, उहाँहरूलाई परेको अत्याचारको विरुद्ध अब आवाज उठाउँछ। उहाँहरूलाई विकास र समृद्धितर्फको यात्रामा डोर्याउने काम राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ, अरू कसैले गर्दैन। 36 वर्षसम्म अरूले गरे, तर के गरे भन्दा मुलुकलाई सबैभन्दा कुशासनमा लगे। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य ठुला पार्टीहरूको, सरकारमा रहेका पार्टीहरूको हेऱ्यो भने उहाँले गरेको शासन व्यवस्थाले ठुलो पार्टीहरू खोल्ने अवसरहरू मुलुकमा सिर्जना गरे। पार्टी खोल्ने, उद्योग कल कारखाना होइन, विकास होइन, पार्टी चाहिँ धेरै खोल्ने। अहिले नै हेर्नुहोस् सयौं पार्टी खोलिएको छ। अब नेपाली जनता पार्टी खोलेर सबै पार्टीमै काम गरेर त्यसैलाई व्यवसाय बनाएर के अगाडि जान सक्छ मुलुक? सक्दैन। मुलुकको राष्ट्रियता यसरी बलियो हुन सक्छ? सक्दैन। मुलुकको स्वाधीनता यसरी बलियो हुन सक्छ? सक्दैन। मुलुकको एकता यसरी बलियो हुन सक्छ? सक्दैन। यो सबै चिजलाई चिर्न सक्ने सामर्थ्य र शक्ति बोकेको कुनै पार्टी छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टी हो। त्यसैले म यो पार्टीमा आएको छु, त्यही ढङ्गले हामी काम गर्छौँ र भोलिका दिनमा आउने सबै प्रकारको चुनौती हामी चाहिँ खेप्न तयार छौँ।